हेलो गाइज, सम्पूर्णलाई नमस्कार भन्न चाहन्छु। म चाहिँ आज भक्तपुर एरियातिर चाहिँ भिजिट गरिरहेको छु। देख्न सक्नुहुन्छ भक्तपुर एरियाको चाहिँ भ्यूहरू आज एकदमै मौसम सफा रहेको छ र हामी चाहिँ चर्को लागिरहेको छ। हामीले देखिरहेको साथीहरू देख्न सक्नुहुन्छ। यस्तो छ, यो चाहिँ भक्तपुरको चाहिँ बोर्डे एरिया हो साथीहरू। म चाहिँ 3 दिन भइसक्यो काठमाडौँ भिजिट गरेर निस्केको। कति दिन लाग्छ, अरू चाहिँ विश्व भिजिट गर्छु साथीहरू। म चाहिँ काठमाडौँ चाहिँ जम्मै 3 जिल्ला ललितपुर भक्तपुर काठमाडौँ चाहिँ घुम्न गइरहेको छु साथीहरू। देख्न सक्नुहुन्छ यता चाहिँ एकदमै नेवार समुदायको बसोबास भएको रहेछ साथीहरू। र यता चाहिँ एकदमै पुरानो घरहरू रहेको छ। देख्न सक्नुहुहरूले उहाँहरूको बुढेबाट चाहिँ अब मिलबाराही भन्ने ठाउँमा चाहिँ त्यसै साथीहरू देख्न सक्नुहुन्छ। मिलबाराही मन्दिर प्रवेश गर्दैछु म चाहिँ ओह्रालो बाटो। मिलबाराही मन्दिर पुगिन्छ साथीहरू। यता चाहिँ धमाधम के मर्मत कार्यक्रम भइरहेको रहेछ। त्यो बाटो 5-7 बजेदेखि जङ्गलभित्र प्रवेश निषेध गरिएको छ। 7 बजेबाट चाहिँ निषेधै पार्किङ यता रहेछ। यहाँ पनि एकदमै रमाइलो रहेछ। यहाँको पार्किङ फी चाहिँ यस्तो रहेको छ साथीहरू। ल देख्न सक्नुहुन्छ हजुरहरूलाई यो पार्किङ एरिया पनि हामीले देखाएँ। देख्न सक्नुहुन्छ। अब चाहिँ यता माथि चाहिँ मिलबाराही पार्किङबाट चाहिँ माथि जङ्गल एरिया भयो। मन्दिर चाहिँ देखिरहेको छैन। मन्दिर चाहिँ एकदमै माथि होला, हिँडेर जान पनि मन्दिरसम्म त सकिँदैन होला। यस्तो आइरहेछ साथीहरू। पार्किङ एरिया ठुलो रहेछ, पार्किङ एरिया पनि। गाह्रो छ है साथीहरू, गाह्रो। यसमा चाहिँ अलिक शीतल रहेछ। एकदम घामले पोलिरहेको छ। घाम एकदम चर्को लागिरहेको छ साथीहरू। म चाहिँ घुमिरहेको छु। यहाँभन्दा माथि त चाहिँ उक्लिनै नसक्ने रहेछ है। जाने कि नजाने? गाह्रो छ है, गाह्रो छ उकालोतिर। अब यहाँबाट मन्दिर त आउनु धेरै नै लाग्छ समय। ल यस्तो छ, देख्न सक्नुहुन्छ कति ठुलो रुखहरू छ। सल्लाहको रुख। साथीहरू देख्न सक्नुहुन्छ। हजुरहरूलाई आज म मिलबाराही मन्दिरतिर भिजिट गराउन गइरहेको छु। सक्नुहुन्छ। अब मन्दिर पुग्न त समय लाग्छ साथीहरू। देख्न सक्नुहुन्छ एकदमै रमाइलो। यहाँ चाहिँ साथी भाइहरूसँग चाहिँ घुम्न आयो भने चाहिँ एकदम रमाइलो छ। तर म चाहिँ साथीभाइहरूसँग आएको छुइनँ। मेरो हस्बेन्डसँग चाहिँ आएको छु साथीहरू। हस्बेन्ड चाहिँ यहाँ क्यामेरामा क्याप्चर हुनु मान्नु भएको छैन। सो एक्लै म भिडियो बनाउँदैछु। ल देख्न सक्नुहुन्छ है साथीहरू। यस्तो छ। यो चाहिँ मन्दिर त कहाँ हो कहाँ साथीहरू। मन्दिर त जानै नसक्ने रहेछ। बाटो पनि यहाँबाट बनिरहेको रहेछ बन्न चाहिँ। अब यहाँबाट मन्दिर चाहिँ म जानु सक्ने स्थिति छैन साथीहरू। म स्यास्या भइसकेँ। गाह्रो छ। ल यस्तो छ साथीहरू।
तल चाहिँ पुरै बाटो बनिरहेको छ। यो बाटो चाहिँ उतासम्म गयो भने चाहिँ सजिलो हुने रहेछ। ल देख्न सक्नुहुन्छ है साथीहरू। हजुरहरू पनि भिजिट गर्न सक्नुहुन्छ। यो चाहिँ एकदमै गाउँतिरको चाहिँ याद चाहिँ दिलाइरहेछ मलाई विशालको। एकदमै ठुलो ठुलो सल्लाहको रुखहरू छ। यस्तो छ साथीहरू, देख्न सक्नुहुन्छ। ल हजुरहरूलाई मन्दिरसम्म चाहिँ म पुर्याउन सकिनँ साथीहरू। म चाहिँ अब यहाँभन्दा हिँड्न गाह्रो भएकोले अब साथीभाइ भएर हिँड्न सजिलो हुन्छ। तर एक्लै भएकोले पछि पछि हस्बेन्ड हुनुहुन्छ, म अगाडि सुकुटा जान सक्ने स्थिति चाहिँ भएन साथीहरू। सो आज म यहीँ मेरो यो मिनी भ्लग चाहिँ इन गर्न चाहन्छु। ओके बाई बाई, नेक्स्ट भिडियोमा भेटौँला साथीहरू।